गरम गर्ने राम मान्छे रहेछ हत तिमीले यो चाइनिजहरू बनाउनु कहाँ सिकेको साँच्चै साँच्चै कुरा गर्ने है वहाँ कहिले गएको तिमी कहिले गएको सिक्यौ कति वर्षको उमेरमा तिम्रो कति वर्षको उमेरमा सिकेको हो झुट बोल्नु पनि सिकायो झुट बोल्नु यो रकी स्टार भनेको को हो नि भाइसँग त कुरा गर्न भन्दा पनि नगरेकै राम्रो हुँदो रहेछ हुँदो रहेछ हाम्रो भाइ भनेको यस्तो डेन्जर भाइ छ नि हाम्रो विनोद भाइ भनेका छन् क्या एउटा भाइ हो हाम्रो के गर्ने कुरा गर्दा गर्दा कोट्टाइ गर्दा पनि त्यो चु पनि गर्दैन हाँ पनि गर्दैन होइन शान्त लगाएर बसेका हुन्छन् नत्र यस्तो गरेर उम्मेका हुन्छन् के तिनको दिमागमा के हुन्छ त्यो कुरा चाहिँ मैले सोचिरहेको छु क्या अहिलेसम्म के छ दिमागमा विनोद भाइ तिम्रो दिमागमा के छ अलिकति मलाई भनिदेऊ न ताकि हामीलाई पनि थाहा हुन्छ मलाई थाहा भएन दर्शकहरूलाई म भनेर यहाँबाट पठाइदिन्छु दर्शकहरू तपाईँ हेरिदिनु होला है हाम्रो विनोद भाइ भनेको एकदम डेन्जरै मान्छे हुनुहुन्छ के धेरै धेरै भनेपछि यति डेन्जर हुनुहुन्छ नि अहिले हेर्नुहोस् तपाईँ उहाँ उतातिर हेर्नुहोस् बनाइरहनु भएछ के बनाउनु भएछ मलाई पनि थाहा छैन है घरि मन्चुरी बनाउनुहुन्छ घरि नुडल्स बनाउनुहुन्छ घरि राइस बनाउनुहुन्छ घरि आँखा मसुर भनेको एउटा नयाँ डिस छ क्या यो बनाउनुहुन्छ होइन कहिले कसो जो मनमा आउँछ मान्छेले एकचोटि भन्नु पऱ्यो कि यो चिज मलाई चाहियो भन्न बित्तिकै उहाँले एक सेकेन्डमा अभाइलेबल गरिदिनुहुन्छ हेर्नु न यति मास्टर माइन्ड भएको कुक भएको मान्छे यहाँको साहरूलाई भेट्न भनेको धेरै खुसीको बात हो तर मलाई पनि खुसी लाग्यो किनकि यहाँको मान्छेहरू धेरै आकर्षित छन् हाम्रो विनोद भाइबाट त्यही भएर मलाई पनि धेरै धेरै खुसी लाग्छ किनकि हामी भनेको एउटा नेपालको दाजुभाइ दिदी बहिनीहरू पनि छन् हाम्रो तर दाजुभाइ हो हामीहरू फिलहालमा होइन उहाँको पनि बिहा भइसकेको छ एउटा छोरी छ मस्त गरेर सानो छ अनि अहिले पढ्दैछ उनी पढ्न अब स्टार्ट हुने 1-2 महिनापछि भन्नुहुन्थ्यो है मलाई पनि थाहा छैन तर छोरी भनेपछि यति जिउ लगाउनुहुन्छ नि उहाँले कुरा गरेर साध्यै छैन है हामीले पनि यदि मन जिउ लगाएन छैन होला हाम्रो छोराछोरीहरूमाथि होइन त्यो राम्रो कुरो हो लाउन चाहिँ हो अनि यहाँ तपाईँ यति कुरा चाहिँ यहाँ तपाईँ राखौँ है अर्को कुरा निकालौँ अब ऊ हेर्नु नाच्न पनि हुनुहुन्छ कम्पू पनि देखाउनु भइहाल्छ पहिला अनि टाइगन्डोको गुरु हो नि मार्सल आर्ट भनेपछि त यस्तो ट्यालेन्टेड हुनुहुन्छ नि उहाँ एक यस्तो गरेर ठकठुक गऱ्यो भने त मान्छेलाई उछेटेर उहाँ पुऱ्याइदिनुहुन्छ क्या म त हेरेर दङ्गै परेको यत्रो दुकुरेर आउँदा आउँदै उहाँबाट ठाक आउनुभयो अनि 2 जनालाई उडाइदिनु भयो अनि त्यहाँनिर म पनि खडा थिएँ झन्डै मलाई नै हान्नु भएन नत्र म पनि उडेर रोडको उतापट्टि पुगिहाल्थेँ तर किस्मत बचियो होइन के गर्ने अब लाटो भएर बस्नुपर्ने जमाना भइसक्यो होइन कुरो काहीँ त्यस्तो छ जस्तो भए पनि अलिअलि मेरो बोडी हेरिदिनु कस्तो छ राम्रो बोडी छ बोडीलाई लाइक गर्दै रहनु होला है थ्याङ्क यू के हेर्नुहोस् भेज मन्चुरी यति राम्रो भेज मन्चुरी बनाउनु भयो हेर्नुहोस् मान्छेहरू उतापट्टि खानको लागि 2 जना एउटा बुढो बाजेर एउटा केटी बजे बस्नु भएको छ उहाँको लागि यसरी पार्सल गरिरहेछु कि मैले अब उहाँको पार्सल भइहाल्यो अब उहाँलाई चाहिँ दिनुपर्छ उहाँ चाहिँ फ्री भएर हाम्रो भाइ चाहिँ यता हेर्नु न यता हेर्नु न यता हेर्नु न यता जाले दादा